हेलो गाइज, आज आँपको बारेमा केही बुझौँ जानौँ है। यो कसरी उब्जिन्छ, के गरिन्छ, कहिले यो मजर दिन्छ, फलिन्छ है। आँपको खेतीको बारेमा फाइदा नै फाइदा छ। यो नेपालमा पछि आँपको खेती गर्यो भने फाइदा नै फाइदा हो कि। सपोज सबसे पहिला यो हाम्रो भङ्गा गाउँ हो सप्तरीको। यहाँ चाहिँ रोडदेखि जङ्गलसम्म, उता जङ्गलसम्म फुलबारी नै फुलबारी छ हाम्रो। यो चाहिँ आँप फल्ने सिजन भनेको तपाईँको जेठ होइन, यो चैत वैशाखदेखि चाहिँ यो यसरी यो मजर दिन रेडी हुन्छ। हेर्न सक्नुहुन्छ, यसरी यो मजर दिन्छ यो चैत वैशाखतिर, अनि जेठतिर चाहिँ यो ठुलो ठुलो भइहाल्छ। यो कति फलेको छ। अनि यसको खेती गर्नुभन्दा अगाडि चाहिँ के गर्नुपर्छ, हामीले के सम्झिनुपर्छ भन्दाखेरि पहिला यो जुन यो ग्राउन्ड हुन्छ, यो यिनीहरूको खेत हुन्छ, खेतलाई चाहिँ एकदम फर्टाइल बनाउनु पर्छ, जोतेर जे गरेर हुन्छ। त्यसपछि योमा हल्का दबाई छिट्नुपर्छ कि यो नझरोस् भनेर। जस्तै यो जति फुलेको छ तपाईँको, यो यिनीहरूलाई बचाउनको लागि योमा अलिक चाहिँ यो हामीले दबाई हाल्ने गर्छौँ कि होइन, त्यो चाहिँ नझरोस् भनेर। यस्तै हुन्छ। अनि त्यसपछि त्यो दबाईले चाहिँ असर गर्छ होइन, कुनैले चाहिँ असर गर्दैन, किनकि त्यो असर गर्ने भनेको केमिकल हुन्छ त्योमा दबाईमा होइन। अनि कुनै आँपमा चाहिँ त्यो हामी लाउँदैनौँ। यो मालदह, कलकतिया यिनीहरू चाहिँ अलिक बढी बिक्ने आँपहरू हो, अनि त्योमा चाहिँ लगाइन्छ। अनि योमा पानी दिनुपर्छ। अनि यो सब भइसकेपछि यो सब भइसकेपछि तपाईँको योमा के गर्नुपर्छ भन्दाखेरि यसलाई हार्भेस्ट गर्नुपर्छ। अनि यहाँ चाहिँ मान्छे राख्नुपर्छ कि यस्तोमा। यो हाम्रो सप्तरीतिर आँपको खेती यस्तै हुन्छ। यहाँ चाहिँ मान्छे राखिन्छ यो हेरचाह गर्नलाई। अनि उसलाई चाहिँ केही यो पे गर्छ, उसको राखी गर्ने बापत केही पे गर्छौँ हामी। अनि यो आँप चाहिँ हामी सब यो के भन्छ, यो डिलरलाई बेचिदिन्छौँ अलिक यो फाइदा गराएर। फाइदा चाहिँ के भनौँ, हामी चाहिँ यहाँ होलसेलमै बेच्छौँ। यो 35 रुपियाँ केजी हुन्छ, लगभग म्याक्सिमम् 50 रुपियाँ केजीसम्म जान्छ। त्यहाँदेखि चाहिँ माथि जाँदैन हाम्रोतिर आँप। यस्तो हुन्छ। हेर्न सक्नुहुन्छ, हाम्रो सबैतिर बगान हो कि आँपको। जुन आँप तपाईँहरूकोतिर पाउँदैन, यहाँ हाम्रो गाउँ आएर हेर्नुहोस्, हरेक आँप पाउनुहुन्छ है। यस्तो हुन्छ आँपको खेतीहरू। फाइदा छ। नेपालीले गर्न जान्यो भने गर्छ कि आँपको खेती। फुलबारी नै फुलबारी छ, सब हाम्रो फुलबारी हो, सब हाम्रो फुलबारी। ल, आजको भ्लग यतिमै सीमित गरौँ। अरू केही जानकारी आँपको बारेमा जानकारी लिन मन लाग्यो यो म्यासेज छोडिदिनु होला अथवा यो कमेन्ट गर्नु होला। ल है, धन्यवाद गाइज फर वाचिङ भ्लग होइन। ल।